कताको तयारी हो म छक परेको छु बापरे बा यस्तो लुगा लाएर राइडमा जान्छौ तिमी आज के हो के यस्तो लुगा लाएर राइडमा जान्छन् अनि के हुन्छ त फुस्रे फुस्रे हुन्छ नि थोत्रो लुगा लाएर जाने हो राइड हेलो 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 गाइस वेलकम टु माय न्यू डे न्यू ब्लगमा गाइस अँ। च्यानलमा नयाँ हुन्छ प्लिज सब्स्क्राइब गर्नु होला अनि यो भिडियोलाई लाइक गर्नु होला गाइस गाइस म चाहिँ आज राइडमा जाँदैछु यो यस्तो यस्तो अवस्थामा राइडमा जाँदा के हुन्छ त त्यो कालो हुन्छ हुँदैन त हात डढेर के अझ म गाइस मान्छे त सिलिङ भइसकेछ यार ओहो 4 किलो घटिसक्यो गाइस है पैसा 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 नभएर 4 किलो घटिसक्यो गाइस गर्ने के तिमी साँच्चीकै राइडमा जानु लागि अन्त हो कहाँ अन्त जाने हो राइडमा के जाने थाहा यसो भेटघाट गर्नु बोलाएको छ कि कसैले गाइस म राइडमै जाने हो हैन भेटघाट गर्ने मान्छे कोही छैन भेटघाट गर्ने मान्छे यही छ यही छ भेटघाट गर्ने मान्छे के थाहा न हुन सक्छ जस्तो लागिरहेको छ यो लुक त कहिले देखाएको थिइनँ मैले राइड जाने बेला त हो र त्यही हो र गाई तपाईँहरूले पनि यो लुक चाहिँ देख्नु आएको थिएन होला खै देखाउ त साँच्ची हो गाई तपाईँहरूले देख्नु आएको थिएन यस्तो टिटेबारी राइडरको हेर हजुर जुत्ता आमा उयो यो जुत्ता लाएर राइड गर्न जाने के गर्छ के हो पालिस लाउने होला जुत्तै लाग्दैन भइहाल्छ ओहो के हो? तिम्रो राइडको लुक त होइन क्या यो कतै भेट्दै बोला जस्तो लाग्यो मलाई तिमीलाई गाइस यहाँ खुट्टा पालिस लाउनु बदले हो गाइस लाइक गरिदिनु होला है यो लुक्सको लागि फुल देख्छ र देखाएको छ हो र म यति होच छु त्यहीँनिर पनि देखिन्छ कति अल्को छ यार 5 फिटको मान्छे गाइस म 5 फुट 2 इन्ची छु गाइस होइन धेरै होच पनि होइन धेरै अग्लो पनि होइन ठिकको मान्छेको आज म राइडमा जानु भनेर रेडी भइसकेको छु कसैले यहाँ के बिग्रियो भन्ने हो कसैले बोलाकै होला तिमीलाई त्यसो भए आज होइन कसैले बोलाकै छ क्या हो लुगा चेन्ज गरेर जाउँ किन यो लुगा लगाएर जान्छ राइड गर्न कुन लाउनु त थोत्रा थाती लाउने हो धुल्ले कस्तो हुन्छ के लाउनु पर्यो त्यो अचम्म छ ज्याकेट अलिक फुल लाउने हो गाई जस्तो छ क्या हामीहरू अब राइडर मान्छेहरू अब पेसेन्जरले भन्छन् के राइडर मान्छेहरू झुत्रे पुत्रे लगाएर हिँड्या हुन्छन् अलि राम्रा कपडा लगाएर हिँड्नु अनि चट्ट परेर हिँड्नु भन्छन् धेरै जसोले अब मेरो बसेको पेसेन्जरहरूले त भन्दैनन् भनेको चाहिँ सुन्छु कि म चाहिँ अब पुरा गनाउँछन् भन्छन् होइन अनि के अरे धुत्रे पात्रे लगाएर हिँड्छन् राइडरहरू भन्छन् के राइडरहरू राम्रा कपडा हुन्छन् कि नभएर नलगाएको होइन क्या गाइस कपडा नभएर होइन नलगाएको होइन राइडरसँग कपडा हुन्छ देख्नुभयो नि कस्तो छ होइन हुन्छ तर किनकि के हुन्छ भने हामीहरूको बाध्यता भने तर हामीहरूले अब लगाएर जान्छौँ यो होइन आज लगायो अब आजै यो धुलो सुलो लागेर यताउता भएर यो आजै बिग्रिहाल्छ क्या अनि यसमा बाहिर जकेट लगाउनु पर्यो अनि जकेट लगाउँछ नि त्यो जकेट त अब धुलो सुलो आउँछ त्यो जकेटले छेक्छ नि त अब त्यो सधैँ जकेट लगायो अब अगाडि ब्याग भेट्नै पर्यो फेरि ब्याग के हुन्छ भने पैसा पनि हाल्नु पर्यो पावर ब्याङ्क हाल्नु पर्यो चार्जर हाल्नु पर्यो अनि बिल बुकहरू हाल्नु पर्यो धेरै कुरा त्यो झोलामा हाल्नुपर्ने हुन्छ क्या अब खल्तीमा हालेर अटाउँदैन पनि त्यस कारणले झोला बोक्छ गाइस त्यस कारणले हामीहरूको बाध्यता के हो भने एकदम काठमाडौँमा धुलो छ नि त अब तपाईँहरूको सर जानुहुन्छ होइन सर जानुहुन्छ कोही सपिङ गर्न जानुहुन्छ कोही केही जानुहुन्छ चट्ट परेर जानुहुन्छ हामीहरू त बिहानदेखि बेलुकासम्म राइड गर्छौँ नि बिहानदेखि बेलुकासम्म धुलोमा खेल्ने हो कि हामीहरू त्यस कारणले हामीहरू चाहिँ च्याट्ट परेर निस्के पनि लास्टमा धुलो भइहाल्छ क्या त्यस कारणले तपाईँहरूले त्यो धुलो देख्या हो त्यही हो चिट्ट के अरे नभएर नलगाएको चाहिँ होइन धुलो हुन्छ काठमाडौँमा त्यस कारणले नलगाएको चाहिँ हो होइन राइडरहरूले त्यस कारणले नलगाएको चाहिँ हो मेरो विचारमा चाहिँ होइन अब बाहिरबाट जकेट लगाउनै पर्यो फुल लगाउनु पर्यो जकेट हेर्नु किनकि गर्मी यस्तो छ हात ओहो मेरो हात हेर त तिम्रो त यहाँ ठ्याक्कै छुट्टी के पन्जा लाउँदैनौ यहाँ हेर न यसरी छुट्टिन्छ गाइस हात यहाँ र यहाँ यो अब यता कपडा लगाएको भयो यता यहाँ धन्न लगाएको भयो पन्जा चाहिँ किन खोल्नु त अनि फेरि
यस्तो यस्तो हुन्छ क्या गाइस, यस्तो हुन्छ। त्यस कारणले हामीहरू चाहिँ राम्रो कपडा लगाएर ननिस्किनुको कारण चाहिँ यस्तो हो। त्यस कारणले आज चाहिँ राम्रो कपडा लगाएर निस्क्यौँ भन्ने सोचिरहेको छु। अब कपडा धुने मान्छे फेरि यहाँ के गरिरहेको। आज लगाएपछि यो यो यस्तो सेतो कपडा यस्तो आइपुग्छ कालै 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 फोरै नजाने हुन्छ। त्यही भएर नलाउनु त लाउनुपर्छ। ल गाइस, म अब आफ्नै लुक्समा आउँछु है त। हाँसे हेर न हाँसे। आफ्नै लुक्समा आउँछ भने क्या आफ्नै लुक्समा जाऊ यार। यो तिम्रो लुक्स होइन, यो घुम्न जाने लुक्स हो। राइडर लुक्समा अब गाइस मेरो लुक्स कस्तो छ भनेको हेरौँ है त। वाउ गाइस, राइडरको लुक्स देख्नु हो यस्तो हुन्छ गाइस लुक्स। हेर्नु खोइलेको ज्याकेट यो कालो भएर नि यो गर्मीले खुइल्यो गाइस, गर्मीले खुइलेको है। अब यस्तो छ गाइस हाम्रो लुक्स चाहिँ। अब फुल राइडर भयो गाइस, फुल राइडर। यहाँ चाहिँ के बोकेको छ क्या? यहाँ के बोकेको छ यी? यहाँ यस्तो हुन्छ है, यहाँ चस्मा हुन्छ, यो चस्मा भयो होइन। अनि यसमा के हुन्छ भने यो के हो, यो हेलमेटमा लाउने हो। यो पैसा हो, यो 2 रुपियाँको। यो कतिपय मान्छेहरू के हुन्छ भने 2 रुपियाँ 1 रुपियाँ फिर्ता ल्यायो भन्छन् के अनलाइनमा गएपछि। न्यु खोज्ने हुन्छ नि त, त्यसैलाई ल भनेर मुखमा हानिदिने हो। यो 2 रुपियाँको हो होइन। अनि यहाँ चाहिँ अब बढी भयो भने पैसा फिर्ता दिने हो। यो चाहिँ यहाँ यसरी हुन्छ होइन। अनि यसमा चाहिँ यो डोरी हो, यो सामान कहीँ डेलिभरी पाइयो भने सामान बाँध्ने डोरी। अनि यो चाहिँ गोब्रो हो, यो यसो भिडियो गर्ने। अनि यहाँ चाहिँ बिलबुक छ। यति धेरै यो प्लास्टिक किन हाल्यो होला भन्नुहुन्छ, पानी पर्यो भने मोबाइलहरू राख्ने यताउता सब यसमा हुन्छ। यसमा बिलबुक छ, बिलबुक चाहिँ भिजाउनु भएन, गोब्रो पनि भिजाउनु भएन। यो भयो, यो चाहिँ पावर ब्याङ्क भयो। अनि के छ यहाँ, यो चाहिँ साइनेक्स भयो। कहिलेकाहीँ यसो रुगा लाग्छ, चिसो लाग्छ, के छ यो चाहिँ के झुन्डाउने हो, के झुन्डाउने थियो? चाबी झुन्डाउने हो। के बोकिने त नि? यो चाहिँ अब टाउको दुख्छ नि त, सिटामोल हो। किन औषधि बोकेर हिँड्ने हुन्छ नि त, कहिलेकाहीँ यसो टाउको दुख्छ गाडी चलाउँदै टक्क खोल्ने गाडी खाने। यस्तो छ गाइस मेरो लुक्स चाहिँ होइन। त्यही हो। अब चाहिँ गाइस अब सब रेडी भइसक्यो, म अब राइडमा जाने रेडी भइसक्यो। अब राइडको भ्लग हेरौँ है त। अहिले म राइडमा निस्किसकेको छु है। टक्क अहिले कति बज्यो भन्दाखेरि 12 भन्दा त माथि नै भइसक्यो होला। घरि त हेरिनँ गाइस होइन। अब कति बज्यो एक्ज्याक्ट घरि त हेर्नै पर्यो नि यार, अन्दाजी त भन्ने कुरा भएन। यहाँ त 12 बजेर 17 मिनट गयो गाइस होइन। 12 बजी गाइस एक्ज्याक्ट टाइम चाहिँ 12 बजेर 27 मिनट गयो होइन। अब 12:30 नै भन्नु पर्यो है। 12:30 बजे निस्किएको छु। हेरौँ आजको के हुन्छ कस्तो हुन्छ, अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला है। म चाहिँ यहाँबाट टक्क बालकुमारी नै जान्छु। त्यहाँको माहौल हेर्छु है। शीतल भयो भने त्यतै बस्छु, अलिक गर्मी भयो भने अलिक शीतल कहाँ छ त्यतै जानुपर्ने हुन्छ गाइस है। यस्तो गर्मीमा बाहिर बस्नै सकिन्न क्या, त्यही भएर त शीतलतिर बस्नुपर्छ। अब फेरि शीतलतिर त बस्ने, शीतलतिर पेसेन्जर आउँदैन फेरि। गाह्रो छ गर्मीमा राइड गर्न पनि यार। हो भने तपाईँ चाँडो घरि दौरेटो जानुहुन्छ? हुन्छ दौरेटो कति लिनु त भन्नु त? 150। ठ्याक्कै यसैमा त 100सम्म हुँदैन भन्नु नि यार। हो सरी ल, बाटो भयो कि पछाडि बसौँ अझै 20-30 हुँदैन। त्यही त खरे भन्दा माथि त होइन छ मलाई। तपाईँले थाहा नै रहेछ, त्यो मिलाएर दिन्छु नि हुन्न, मलाई अझै हतारै भयो। त्यही भएर त हामी पनि आउनु पऱ्यो, फर्किनु पऱ्यो है। ए होइन अनि तपाईँहरूले
सन सिटी चोक भनेर हुन्छ त हो त अनि लाउरे चोक भन्नुभयो लाउरे चोक त माथि भयो त कति भयो हेर्नु न मिलाएर अलिक विचारले दिनु त्यहाँबाट पिक गर्नुहुन्छ हजुर म भ्लग पनि बनाउनु कति तपाईँको सही चल्दिनु म त दुई बजन ल हस् हस् थ्याङ्क यू मैले भने चाहिँ मिस्टेक भन्नुभयो होइन मिस्टेक के भन्नुभयो भने लाउरे चोक भन्नुभयो लाउरे चोक त अलि अगाडि छ नि त अनि यो त सनसिटी चोक भन्दा अलि यतै रहेछ क्या तामा डेन्टल डेन्टलमा जानुपर्ने रहेछ सनसिटी लाउरे चोक भनेको त लाउरे चोक लिएर जानु पऱ्यो नि त लाउरे चोक लिएर गएको फेरि फर्केर आएको क्या धेरै त छैन गाइस 3.5 किलोमिटर हो सनसिटी चोकमा बस्नु पऱ्यो एकछिन कहाँ हो दिदी पठाउ हो म के लाग्ने हेर बाइक र स्कुटी जस्तै त हो बिस्तारै लगाउँला नि त दिदी दुईटामा जाने कहाँ जाने सुकेधारा 9 किलोमिटर यहाँबाट 200 रुपियाँ सुकेधारा पनि पिछे हाल्नु आयो महँगो गरी हाल्नु भयो महँगो गरी हान्छ 9 किलोमिटर छ दिदी अनि 9 किलोमिटर छ आयो भने हजुर कति उठेर जानु त सुकेधार सुकेधार जाने हो क्या त्यही त अनि स्पिडमा चाहिँ मलाई राम्रो लाग्दैन कि त्यही भएर तपाईँलाई बिस्तारै लाग्ने त हो दिदी अब मिलाएरै भने दिदी तपाईँलाई के भन्नु अनि 150 पनि हुन्छ त त्यहाँ यार ठिक होइन मैले तपाईँलाई के भनेको छैन नि त मैले के भनेको तर मैले हेरेँ होइन त्यहाँ जाने भनेर अनि फेरि यहाँ ल्याइदिएको होइन त भन्नु त गलत ठाउँमा पुग गरेर मैले बुकिङ गर्दाखेरि आफ्नो गन्तव्यमा त पुग्नु पऱ्यो नि मान्छे त्यो होइन मन गरेको छैन जान्न तपाईँ गाइड यस्ता यस्ता राइडरहरू हुन्थ्यो तल यस्तो रिस उठ्छ है अब के भन्ने मैले 200 यहाँबाट सुकेधारा होइन 9 किलोमिटर छ गाइड होइन सुकेधारा 200 रुपियाँ भनेको मान्छेले त्यो अर्को मिलाले त 150 रुपियाँ भन्छ त्यो पनि राइडरै हो होइन अनि त्यो त राइडर चाहिँ कस्तो राइडर रहेछ भने त्यो पार्सलहरू बोक्दो रहेछ होइन पार्सल बोक्ने अब त्यो पार्सल त्यतैतिर छ नि त सुकेधारातिर छोड्ने होला त्यसको पार्सल अब त्यति खाली खाली जानुभन्दा त्यो मान्छेलाई लिएर जाउँ भनेर त्यसरी लिएर जाँदो रहेछ क्या यसले चाहिँ त्यसरी लिएर त गयो भने राइडर त राइडरै हो नि त अलिकति हुन्छ नि यार रेट अनुसार किलोमिटर अनुसार रेट लिएर जानु पर्यो नि त अब अफलाइनमा आएको छ होइन अब त्यो दिदीले स्कुटी चाहियो अरे होइन अनि बाइकमै जाउँ भन्दाखेरि मलाई बिस्तारै लिएर जानुपर्छ राम्रो तरिकाले लिएर जानुपर्छ भने ल त्यो ओके छ होइन 9 किलोमिटरको त कमसेकम यार 180 200 त आउँछ नि त अनलाइनमै भने त्यो मिलाइले फेरि 150 ल 150 लगाइदिन्छु भनेर अब गर्ने थियो अब त्यसले 150 लगाइदिन्छु भने अब त्यहीसँग जान्छ अनि अब चाहिने त दुईवटा चाहिएको होइन अब उसले अब 150 भनिसकेपछि मलाई अब 200 रुपियाँ दिने कुरो भएन म 150 दिन्छु भनेर आएको दिदीले अब जसलाई पनि अब सस्तोमै जानु मन लाग्छ नि त अनि अब त्यसै त्यसले अनलाइन गर्दै याङ्गो होइन याङ्गोमा 159 रुपियाँ देखायो क्या हेर्नु त याङ्गोमा 159 रुपियाँ देखाइरहेको छ अब त्यसले 150 लगेर गयो अब के भन्ने त्यो मुलालाई यार
मलाई त यस्तो रिस उठिरहेको छ गाई होइन त्यस्तो राइड गर्नुभन्दा नगर्नु बेकार क्या यहाँबाट सुकेधारा खेल्नु 9 किलोमिटर छ है यस्तो 50मा अनलाइनमा यस्तो 60 रुपियाँ उठाएको त्यही पनि याङ्गोमा 3 टाइममा के भन्दा पनि बढी उठ्छ के भन्ने त्यसलाई सजिलो भयो भन्दैमा मलाई सस्तोमा बोक्ने होइन नि त यस्तो राइडरले गर्दा हो कि र हो जाने हो आउनु न जाने त त्यही 350 लाग्छ कतिमा जाने हो त 1000 300 होइन होला यार के भन्नुहुन्छ यार याङ्गोमा आउनु भयो होला याङ्गोमा त बोनस पनि दिन्छ नि त उनीहरूलाई मिलाएर दिनु न यहाँबाट जानु 12 किलोमिटर छ यार तपाईँ किलोमिटर हिसाबले हिँड्नु पऱ्यो त अब तेल पनि त्यही अनुसारले खान्छ माछा पोखरी चोकमै हो त्यही त भन्नु न कतिमा जाने 150 त्यस्तो नभन्नु न राजा आयो 200 यस्तो राजा 250 दिनु है ल अब के हेर्नु त फेरिमा पनि कहाँ लाग्न सकिन्छ त यहाँबाट माछा पोखरी 200 मा जान्छ त यार कसले बोक्छ यार यस्तो सस्तो म त थप परेको छु यार ओहो 175 रुपियाँमा आयो भन्छ यार पेप्सी कोला माछा पोखरी कति किलोमिटर छ हेरौँ यहाँबाट 13 किलोमिटर छ यार 13 किलोमिटर 175 मा आयो भन्छ यार म त थप परेको छु यार फाइनली रुममा आएर खाना खाएर होइन अब आज दिनभरिको इन्कम कति हो भन्ने कुरा हेर्ने समय आयो गाइज होइन आज नयाँ झोलामा कति कमाएर ल्याएँ भन्ने कुरा चाहिँ हेरौँ गाइज है आज आमामा राइडरहरू यस्तो भेट्यो एउटा राइडर यस्तो भेटियो मैले 200मा कुरा गरेको छु 200मा कुरा गरेको छु अरू त्यो आएर त 150 मा जान्छु भन्छ यार यार कस्तो कस्ता राइडरहरू हुन्छन् यार 9 किलोमिटर छ फेरि 9 किलोमिटर 150 मा जान्छु भन्छ अनि त्यो राइडरले अब त्यो कस्तो राइडर रहेछ भने अब हुन त त्यो 2 जना जाने थियो 2 जना दिदीहरू जाने थियो होइन अनि त्यसपछि 200मा भनिदिएको थियो 180 सम्म जान्थ्यो होइन 9 किलोमिटर छ 200 ठिकै हो अनि त्यो आएर 150 मा लग्छु भनेर होला अनि त्यसपछि मैले भने 150 मा त म जाँदिनँ भने अनि त्यसपछि त्यसले याङ्गो बुक गरिदियो तिनीहरूलाई क्या त्यसले याङ्गो बुक गरिदियो याङ्गो 160 रुपियाँ याङ्गोमा आयो हो याङ्गोले त अझै बोनस दिन्छ किनभने त्यो जोड्ने भन्दा 180 90 200 रुपियाँ ठिकै हो क्या त्यो मुला त्यो कस्तो रहेछ भने त्यो फेरि त्यसले कहाँ उतै जाने सामान पाएको रहेछ होइन सामान पाएको रहेछ अनि त्यसपछि उतै जाने मान्छे लग्न पाएपछि सजिलो हुने भयो डबल आउने भयो नि त नै त्यसले 150 नभनेको त 200 मा त त्यो मान्छे जाने त थियो नि त एउटा मैले लग्थेँ एउटा त्यसले लग्थ्यो म कहाँ जान्छु 150 मा 9 किलोमिटर बुक गरेर जा भने बुक गरेर याङ्गोमा बुक गरिदियो 160 रुपियाँमा आएपछि गाई चाहिँ यस्तो हुन्छ राइडरहरू मुला राइडरहरू के भन्ने यार राइडरहरू हेर्दै हुनुहुन्छ भने चाहिँ सस्तोमा जाने काम नगरौँ न यार तेल जोरौँ हरेक कुरा जोरौँ न अब उतै जानु छ भने चाहिँ उतै सस्तोमा लगिदिन्छु भनेर पनि भयो त चाहिँदो लग्नु न अब के भन्ने गाई चाहिँ आज कति कमाइ भएको छ हेरौँ ल नयाँ झोला हुन्छ नयाँ हो यो नयाँ झोला होइन त यो कति वर्ष अगाडि गयो यो कता छ पैसा कहाँ हुन्छ 1 वर्ष गाई के हो के हुन्छ यहाँ दिँदैन गाई आज त केही हुँदैन जस्तो लाग्थ्यो यति त भएको हो आज लोदरै लागेको थियो लोदरै किन खै किन लोदर लाग्यो बस पार्कबाट पेप्सी कोला 170 मा आयो भन्छ यार एउटाले फेरि राइडरहरू नै गदाहरू गदा भारी बोक्नेहरू के हुन्छ गदै भन्छ होइन बोक्न नभएको गदाहरू रिसाउनु है भन्ने भयो नि त
नै तेलको जोड्नु पर्यो आफ्नो सब आफ्नो आफूले मेहनत जोड्नु पर्यो नि त। आफ्नो मेहनत जोड्नु पर्यो बाइक बनाउँदा एकैचोटि कति लाग्छ त्यो जोड्नु पर्यो, तेलको जोड्नु पर्यो, उता काट्छ त्यो जोड्नु पर्यो, सबै जोड्नु न साथीहरू यार। के पायो भन्दैमा ड्याङ्की ड्याङ ड्याङ्की ड्याङ गोला यसरी बोक्छन् मान्छे, के होला गोदालाई त्यहाँ के आएछ फेरि ए एउटा डेलिभरी थियो फोन नम्बर दिएको थियो फोन नम्बर गदालाई के अरे भारी कम भयो भने रुन्छ अरे हो गदा, अँ। त्यस्तै गर्छ नै राइडरहरू त सब गदाहरू हुनु भनिदिन्छु चाहिँ हो। सब त भन्दैन, अब कुनै कुनै चाहिँ गदै छन्, भारी बोक्न नपाए जतिसुकै होस् बोक्न पाए भइगयो है। के लेखेको छ 5,000 5,000 लेखेको छ। 2 3 4 5 6 7 8 9 10 11 12 13 14 1500 भनौँ न 1500 भनौँ। 100 रुपियाँ छैन यहाँ 20 त टन्नै थियो त यति हुन्छ नि त। 1500 बनाउनु होइन, 1500 बनाइदिएको छु मैले। 1500 बनाउनु गाइज आज त शुक्रबार हो नि त आज शुक्रबार अक्खै अक्खै कमाइ हुन्छ आज त 12-1 बज्छ भने चाहिँ यो मोबाइलमा ब्याट्री टिक्दैन यो ठिकै टिक्छ ब्याट्री तर अब पावर ब्याङ्क लिएर गएको पावर ब्याङ्क बिग्रिसक्यो अब एउटा मोबाइल पनि चार्ज गर्दैन क्या त्यस कारणले घरमा आउने बेला त 2% थियो क्या मोबाइल नत्र म अझै आउनेवाला मान्छे होइन आज 12-1 बजीसम्म आउँथेँ म आज शुक्रबार किनभने 2500 नकमाउँदासम्म आउँथेन के भने गाइज अब ब्याट्री सिद्धिएर ढुका दियो नि। धोका भन्दा नि अब अस्तिदेखि यस्तै भइरहेछ अनि कहाँ उमै बाइकमै मिल्छ भने चार्जर बनाउनु, मिल्छ चार्ज गर्नु त्यही बनाउनु न त। पैसा लाग्छ त्यो गर्नु 450 रुपियाँ लाग्छ किन्नेमा चार्जर किन्नु। अनि त्यो किनेपछि जहिले किन्नु परेन, किन न त। अब पावर ब्याङ्क अहिले झारेर फलेक्क पारेर फुटा हुन्छ त हुँदैन। र गाइस यो चाहिँ बुढोको कमाइ कति घन्टा अब थाहा भएन मलाई, गनौँ न कति घन्टा हो 15 घन्टा 1500 रुपियाँ 12 घन्टा क्या ए होइन ए बिहान त कति आज त ढिलो गयो होइन 12:30 12:30 गयो अनि कति बजी आयो 1:30 2:30 3:30 4:30 5:30 6:30 7:30 8:30 9:30 9:30 10 घन्टा 10:30 10:30 होइन हो र 9:30 9 घन्टा भयो त्यसो 10 घन्टै न जे जोरे नि 9 घन्टा नि 10 घन्टा भयो 10 घन्टाको कमाइ गाइस 1500 बचत भयो बचत त भन्नु त अब मलाई दिएपछि त यहाँ ल्याउने भने बचत हो गाल यहाँ ल्याउने अनि ल्याउ त भनेर भोलि माग्ने होइन नि फेरि। माया छु कहिले कहिले मागे त छैन है कहिले माया मैले किन माग्दैनौ गयो माग्छौ तिमी त्यो बाइक बनाउने वाला माया हो त तेल खर्च त नमाग मसँग तेल खर्च माया छु मैले कहिले काहीँ त माग्छौ भाइ त्यो कहिले काहीँ त तिमीलाई बोक्या हुन्छ त्यही भएर माया आउँछ कि मलाई बोके त मलाई माग्नुपर्छ अच्छा अब तेल हाल्नु परेको पऱ्यो नि त बिना तेलले चल्छ कि मलाई बोके ओहो अरू कसैलाई त त्यहाँ म राइड होइन, भनेर देख्छु यार जसलाई बोक्यो भने म पैसा माग्छु होइन कसैलाई आउनु जाने हो म लगिदिन्छु फ्रीमा भने हुन्छ त अनि कहिले कस्तो कहिले कुनै कुनै भिडियोमा हेर त भने चाहिँ छैन अब त्यस्तो त त्यो अपाङ्गहरू बुढाबुढी त्यस्तालाई त हेल्प गर्नुपर्छ नि त अनि त्यस्तालाई अनि म चाहिँ को त अनि फेरि हँ तिमी बुढाबुढी भइसक्यो कस्तो भाइ तिम्रो त बुढी होइन उमेरले भने क्या उमेरले नाताले होइन के होला छ आफ्नो घरको बुढीलाई सबै पैसा माग्ने मान्छे हो तिमी म कहीँ गयो भने जहिले मैले तेल हालिदिनुपर्छ उसलाई त्यही त भनेर हच्चमै लाग्छ मलाई त मनी इज एभ्रिथिङ पैसा लाग्छ क्या राइडमा बाइकमा चढेकै पैसा लागिहाल्यो जसै होस् आफ्नो बुढी होस् कि अरू पेसेन्जर होस् कि होइन ए गाइस अब आज ट्याक्क 12:30 बजी निस्क्यो हो अहिले 10 बजीतिर 10 बज्न लाग्दाखेरि चाहिँ आएको थिएँ अब कति घन्टा भयो भन्दाखेरि 9 9:30 घन्टा भयो गाइस होइन अनि आज त खासै कमाइ हुन्छ जस्तो मलाई लागेको थिएन अनि अलिअलि चाहिँ भएछ गाइस थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो दिनुभयो लाइक गर्नु होला च्यानल सब्सक्राइब गर्नु होला यस्ता राइडरहरूले हो क्या गाइस यस्ता राइडरहरूले गर्दाखेरि डामा डोल भइसकेको छ यो पठाउ याङ्गो इन ड्राइभ डामा डोल यो गदा राइडर कोही अब त्यो के भन्ने गदा हुन त कम छैनन् है राइडरहरू साँच्ची बोक्नु पायो भन्दैमा जति पनि बोकिदिन्छन् क्या है म अचम्म मान्छु क्या के जोड्ने होइन उनीहरूलाई टिप लाग्यो भयो त्यसरी त भएन नि त यार एउटा दुइटाले गर्दाखेरि सबैलाई घाटा हुन्छ नि होइन त्यो आफूलाई नआइकन के काम गर्नु त्यो पैसा नलिए बोके भयो नि सबैलाई फ्रीमा होइन 1 किलोमिटरको 20 रुपियाँ दरले बोल्यो भने 9 किलोमिटर कति हुन्छ 9 जना 18 180 रुपियाँ हुन्छ त्यही त भने मैले 20 रुपियाँ 30 रुपियाँ त 1 किलोमिटरको त चाहिन्छ नि क्या त्यति त खोइ मान्छेहरू के हो गदाहरू
तिनीहरू सबै गदा हुन् बोक्नु पाए हुने जति राइडरहरू चाहिँ गदै हुन्छ म साँच्ची हो है गाइज एउटा गदा म पनि हो गाइज राइडरहरू सबै गदा त हुन् होइन तर अब पेसेन्जर बोक्ने हुन् होइन अब यस्तो हो गाइज अब आज फेरि आन्दोलन थियो आज के अरे उसमा भेटाएको थिएँ कि माइती मैले घरमा नै राइडरहरू पनि आन्दोलन छ राइडरहरूकै त आन्दोलन थियो त आज अनि उहाँ मैले के अरे कलङ्कीमा भेटाएको थिएँ मलाई आइज 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 भन्थ्यो म अनि उताबाट कुनामा छिराएर बसिहालेँ जहाँ त हुने तेल खर्च अस्ति त्यति गएको आमा त्यत्रो घुम्दाखेरि के अरे 300 को 400 को तेल खायो यार त्यतिखेर त्यो एक एकमा कुदाएको नि त एक एकमा कुदाउँदाखेरि के अरे 300 को तेल खाएको बाइक तात्तिएर अहिराने सरकारले सुन्ने होइन के अहिलेसम्म सुनेको त मान्छे सरकारले कि त सबै जानु पर्यो त्यसरी म भन्छु क्या त त्यसरी जुलुस उठाएर त्यो आन्दोलन गरेर हुनेवाला केही छैन तपाईँहरू सस्तोमा नबोक्नु न सस्तोमा एक्सेप्टै नगर्नु न सकियो नि त्यतिकै आफै पर्छ भन्छु मान्नुहुन्न के भन्नु गदाहरूलाई गाइस बाई नेक्स्ट ब्लगमा भेटौँला